No, he's no more. No. Yes. Please. Sorry, man. Yes. Wait. अब आ जाओ नीचे से फौज आ रहा है बूंद भी। हाँ। फौज भी आ गया, पुलिस भी आ गया। आपने देखा किस मतलब कौन? पता नहीं यार, हम लोग रॉक करते थे। आप आ जाओ, रेस्क्यू टीम आ रहे हैं मैडम। आप वहाँ पे रुको। आपने आप बोले ना मुझे। पर थी, क्या बोलते भेलपुरी खाली से मेरा पति साइड में था, एक इंसान है, उसने उसको गोली मार दी। यहाँ पे उसने बोला कि ये शायद मुस्लिम नहीं है, उसने उसको गोली मार दी। नहीं, आप टेंशन मत लो। अब बेटा आप यहाँ पे रहो, हम साथ में। मैडम ये जो भहीद साहब है प्रेसिडेंट, आप टेंशन मत लो। मेरे पति का बच्चा लो। हम बचा देगा, कोई बात नहीं। भैया तो करेंगे फोन। प्लीज भगवान के लिए बचा लो। दब सिमन युवा डिजाइन किया है। ठीक है हम बचा देंगे ना, आप टेंशन मत लो। मैं आ रहा हूँ। मैं कहाँ पे आपका ये हस्बैंड? क्या हुआ इसको, क्या हुआ? Please ask for help. We don't need. Okay, don't worry. You okay? You need a water, sir? Sir, we'll manage. Just ask for help. Okay, you first you give the hands water, drop of water. Take a drop of water, sir, please. Please. एक सेकंड पहले हम प्रेसिडेंट के साथ रहेगा। वो ये मना कर दो ना कर थाप टू। आपका कहाँ पे हस्बैंड कहाँ पे? एक सेकंड में बता थाप ना कर किस ना कर थाप टोटल ते वुशु जिंदगी कुछ बाकी नहीं कहीं थाप कर जन कहीं से खरीदारस कहीं नहीं रही थाप कर जन से कहीं से ये रट से ये हाल ये लगभग 3 हुई एक यपर होकी पे महंगा महंगा पत्थर ये हो वन कर तुलो ना ये नमन बोन। चलो तुल सब चलो मैं इनको। ओके डोंट वरी। हु इज ही? ड्राइवर। बोलो लोकल लोग आ गए। होने वाले दिनाक मतलब चे समझ क्या तुम कर कहीं जख्मी तुलो उठो वीडियो को विवाह भएको 6 दिन मात्रै भएको थियो। नवविवाहित जोडी भारतको कश्मीरमा हनीमुन मनाउन गएका थिए, तर हिजो कश्मीरमा भएको आतंकवादी हमलामा श्रीमान मारिए। श्रीमती लासको छेउमा बसेर रोइरहेकी छन्। हातमा लगाएको मेहेन्दी पनि मेटिन नपाउँदै श्रीमतीको सिउँदो सधैँका लागि उजाडिएको छ। उनले आफ्नो सर्वस्व गुमाएकी छन्। जम्मू कश्मीरको घटनामा भारतीय नौसेनाका 26 वर्षीय लेफ्टिनेन्ट विजय नरवालको पनि मृत्यु भएको हो। बिहे भएको 6 दिनमै जम्मू कश्मीर घटनामा मृत्यु भएको थियो उनको। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए। उनी विवाहपछि स्विजरल्याण्ड जान चाहन्थे, तर भिजा पाएनन्। त्यसैले उनी मिनी स्विजरल्याण्ड भनेर चिनिने कश्मीर गएका थिए। मृतक विनय आफ्नो परिवारका एक्लो छोरा थिए। सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर भइरहेको छ यति बेला, जसमा एक महिला भुइँमा रहेको शव नजिकै चुपचाप बसिरहेकी छन्। यो तस्बिर विनय नरवाल र उनकी श्रीमती हिमांशीको हो। बिहे भएको 6 दिनमै हिमांशीले श्रीमानलाई सधैँका लागि गुमाएकी छन्। उनीमाथि सिङ्गो आकाश खसे जस्तै भएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली। कश्मीरमा 28 जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान एकअर्का विरुद्ध प्रतिबन्धको अवस्थामा उत्रिएका छन्। पाकिस्तानले पनि भारतले चालेको कदम विरुद्ध विभिन्न कारबाहीको घोषणा गरेको छ। जम्मू कश्मीरको पहलगाममा आक्रमण गरेपछि भारतले पाकिस्तान विरुद्ध विभिन्न कारबाहीको घोषणा गरेको थियो। त्यसको जवाफमा पाकिस्तानले भारत विरुद्ध बिहीबार कारबाहीको घोषणा गरेको हो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बिहीबार इस्लामाबादमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले ती निर्णयहरू गरेको हो। यसमा भारतसँगको द्विपक्षीय सम्झौताहरू निलम्बन गर्ने, हवाई क्षेत्र सीमाहरू बन्द गर्ने र व्यापार निलम्बन गर्ने समावेश छन्। भारतले जस्तै पाकिस्तानले पनि रक्षा सल्लाहकार र उनीहरूका सहयोगीहरूलाई देश छोड्न भनेको छ। पाकिस्तानले कूटनीतिक कर्मचारीहरूलाई पनि सीमित गर्ने निर्णय गरेको छ। बैठकले सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको निर्णय अस्वीकार गर्ने निर्णय गरिएको छ। यस सन्धि अन्तर्गत पाकिस्तानको भूभागमा पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयास भारतले गरे यसलाई युद्ध कारबाहीको रूपमा मानिने र पूर्ण शक्तिका साथ जवाफ दिने पाकिस्तानले जनाएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, भारतले अन्तर्राष्ट्रिय महासन्धिहरू, संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका प्रस्तावहरू र अन्तर्राष्ट्रिय दायित्वहरूको जानाजानी बेवास्ता गर्दै गरेको लापरवाह र गैर जिम्मेवार व्यवहारलाई ध्यानमा राख्दै पाकिस्तानले भारतसँगको सबै द्विपक्षीय सम्झौताहरू निलम्बन गर्ने अधिकार प्रयोग गर्नेछ, जसमा शिमला सम्झौता पनि समावेश छ। जबसम्म भारतले पाकिस्तानभित्र आतंकवादलाई बढावा दिने, विदेशमा हत्या गर्ने र कश्मीरमा संयुक्त राष्ट्र संघको प्रस्तावहरूको पालना नगर्ने व्यवहार बन्द गर्दैन। पाकिस्तानले भारतको स्वामित्वमा रहेका वा
सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ। साथै बागा सीमा पनि तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ। यद्यपि घोषणा अनुसार वैध कागजातहरू सहित सीमा पार गरेर भारत प्रवेश गरेकाहरू अप्रिल 30 सम्म यसबाट हुँदै फर्कन सक्ने पाकिस्तानले जनाएको छ। पाकिस्तानले सिख तीर्थयात्रीहरू बाहेक सार्क भिजा छुट कार्यक्रम अन्तर्गत सबै भारतीय नागरिकहरूलाई दिएको सबै भिजा निलम्बन गरेको छ र यी भिजाहरूलाई रद्द गरिएको मानिनुपर्ने बताएको छ। यस्ता भिजामा पाकिस्तानमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई 48 घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। यसबाहेक घोषणामा भनिएको छ कि भारतसँगको सबै प्रकारको व्यापार पनि निलम्बन गरिएको छ। यो कुनै पनि तेस्रो देश मार्फत गरिने व्यापारमा पनि लागू हुने जनाइएको छ। पाकिस्तानले इस्लामाबादमा रहेका भारतीय रक्षा सैन्य सल्लाहकारहरूलाई पनि अवांछित व्यक्ति घोषित गरेको छ र तुरुन्तै देश छोड्न भनेको छ। पाकिस्तानले यी सल्लाहकारहरूको सहयोगी कर्मचारीलाई पनि फिर्ता जान निर्देशन दिएको छ। घोषणा अनुसार अप्रिल 30, 2025 देखि इस्लामाबाद स्थित भारतीय उच्चायोगमा कर्मचारी संख्या 30 मा सीमित हुनेछ। भारतले बिहीबार पाकिस्तानी नागरिकका लागि तत्काल कार्यान्वयन हुने गरी भिजा सेवा निलम्बनको घोषणा गरेको छ। यो जानकारी दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, पहलगाममा भएको आतंकवादी हमलालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। पाकिस्तानी नागरिकलाई जारी गरेका सबै विद्यमान वैध भिजाहरू अप्रिल 27 देखि रद्द भएको मानिने विदेश मन्त्रालयले जनाएको छ। यस्तै पाकिस्तानी नागरिकलाई जारी गरिएको मेडिकल भिजा अप्रिल 29 सम्म मात्रै मान्य हुनेछ। विदेश मन्त्रालयले आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नगर्न सल्लाह दिएको छ। हाल पाकिस्तानमा रहेका सबै भारतीय नागरिकलाई पनि सकेसम्म चाँडो भारत फर्कन विदेश मन्त्रालयले आग्रह गरेको छ। भारतका विदेश सचिव विक्रम मिश्रीले भने यस आतंकवादी आक्रमणको सीमा पार सम्बन्ध फेला परेको छ। यता मंगलबार पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक बिहीबार बिहारको मधुबनीमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। कार्यक्रममा उनी पहलगाम आक्रमणबारे क्रोधित भएका छन्। प्रधानमन्त्री मोदीले भने आक्रमण गर्ने आतंककारीहरूलाई कल्पना गरे भन्दा ठूलो सजाय दिइनेछ। मधुबनीमा आयोजित कार्यक्रममा भाषण शुरू गर्नुअघि प्रधानमन्त्री मोदीले 2 मिनेट मौन धारण गरेर आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले भने आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ। हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छाड्ने छैनौं। आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन। आतंकवाद बिना सजाय छोडिने छैन। न्याय सुनिश्चित गर्न आवश्यक पर्ने जस्तोसुकै प्रयास गरिनेछ। सम्पूर्ण राष्ट्र यस संकल्पमा एकताबद्ध छ। मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति हाम्रो साथमा छ। हामीसँगै उभिएका विभिन्न देश र उनीहरूका जनतालाई म धन्यवाद दिन्छु, मोदीले भने। उनले अगाडि भने आतंककारीहरूले निर्दोष नागरिकहरूलाई जुन क्रूरताका साथ मारेका छन् त्यसबाट सम्पूर्ण राष्ट्र दुखी छ। यस आतंककारी आक्रमणमा कसैले आफ्नो छोरा गुमाएका छन्, कसैले आफ्ना भाइ गुमाएका छन् र कसैले आफ्नो जीवनसाथी गुमाएका छन्। सम्पूर्ण राष्ट्र पीडितहरूको साथमा उभिएको छ, उनले भनेका छन्। अब आतंककारीहरूको बाँकी रहेको जमिनलाई ध्वस्त पार्ने समय आएको छ। 140 करोड़ भारतीयहरूको इच्छा शक्तिले अब आतंककारीका मालिकहरूको ढाड भाँचिदिनेछ।